आजको राशिफल। हरि ओम। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर गुरुर् साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। आदरणीय दर्शक वृन्द नमस्कार, म पण्डित लक्ष्मण पौडेल तपाईहरुलाई सदा चाहिँ आजको यस पवित्र राशिफल कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आज मिति विक्रम सम्वत 2083 साल असार 32 गते बिहिबार, तदनुसार जुलाई 16 2026। आज वर्षा ऋतु अन्तर्गत असार शुक्ल पक्षको द्वितीय तिथि रहेको छ भने उत्तरायणको यस शुभ समयमा अश्लेषा नक्षत्र, सिद्धि योग तथा कौलभ करणको मंगलमय संयोगले आजको दिनलाई विशेष फलदायी बनाएको छ। चन्द्रमा आज कर्कट राशिमा रहनुहुनेछ। आज सूर्यदेव बिहान 5:18 र सूर्यास्त साँझ 7:01 हुनेछ। आजका आराध्य देव गुरु बृहस्पति हुनुहुन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भ गर्नु अघि ओम ब्रीम बृहस्पतये नमः मन्त्र जप गरी भगवान बृहस्पतिको आराधना गर्नुभयो भने धन, समृद्धि, सुख शान्ति, नवग्रह सौभाग्य तथा कार्यसिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आजका आराध्य देव गुरु बृहस्पति हुनुहुन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भ गर्नु अघि ओम ब्रीम बृहस्पतये नमः मन्त्र जप गरी बृहस्पति देवताको आराधना गर्नुभयो भने समृद्धि, सुख शान्ति, सौभाग्य तथा कार्यसिद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ। ग्रह नक्षत्रको आजको यो स्थितिले तपाईको जीवनमा कस्तो प्रभाव पार्ला? व्यापार, जागिर, शिक्षा, प्रेम, स्वास्थ्य र आर्थिक क्षेत्रमा कुन राशिलाई सफलता मिल्नेछ र कुन राशिले अपनाउनु पर्ला सावधानी। आउनुहोस् अब ज्योतिष पण्डित श्री तिरुपति मिश्रज्यूले तयार पार्नु भएको 12वटै राशिको आजको विस्तृत भविष्यफल क्रमशः हेरौं। सुरु गरौं। पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि आज आत्मविश्वास बढ्नेछ। नयाँ योजना सुरु गर्ने समय अनुकूल रहेको छ। व्यापार व्यवसायमा लाभ र जागिरमा प्रशंसा मिल्ने सम्भावना छ भने परिवारसँगको सम्बन्ध अझ बलियो बन्नेछ। खर्च नियन्त्रण गर्न सक्नुभयो भने आर्थिक अवस्था मजबुत बन्न सक्छ। शुभ रङ पहेँलो, शुभ अङ्क 3 रहेको छ। वृष राशि हुने महानुभावहरूका लागि मेहनतको प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम पूरा हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक क्षेत्रबाट शुभ अवसर आउन सक्छ। जीवन साथीको सम्बन्ध मधुर हुनेछ। शुभ रङ सेतो, शुभ अङ्क 6 रहेको छ। मिथुन राशि हुने महानुभावहरूका लागि बोल्ने शैलीले सबैको मन जित्नुहुनेछ। विद्यार्थीका लागि भने दिन निकै राम्रो रहनेछ। व्यापारमा नयाँ अवसर प्राप्त हुनेछ। अनावश्यक विवादबाट टाढा रहनु लाभदायक हुनेछ। आजका लागि शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। कर्कट राशि हुने महानुभावहरूका लागि घर परिवारमा खुसीको वातावरण रहनेछ। सम्पत्ति वा घरायसी काममा प्रगति हुनेछ। आमदानी बढ्ने संकेत देखिएको छ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। शुभ रङ सेतो, शुभ अङ्क 2 रहेको छ। सिंह राशि हुने महानुभावहरूका लागि नेतृत्व क्षमता बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्ने दिन छ। स्वास्थ्य सामान्य रहनेछ। आजका लागि शुभ रङ सुनौलो, शुभ अङ्क 1 रहेको छ। कन्या राशि हुने महानुभावहरूका लागि आर्थिक पक्ष बलियो बन्नेछ। पुरानो लगानीबाट लाभ मिल्न सक्छ। अध्ययन तथा अनुसन्धानमा सफलता प्राप्त हुनेछ। धैर्य र संयमले ठूलो उपलब्धि दिलाउनेछ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। तुला राशि हुने महानुभावहरूका लागि भाग्यले राम्रो साथ दिने दिन रहेको छ। व्यापारमा विस्तार हुने सम्भावना छ। दाम्पत्य जीवन सुखद रहनेछ भने नयाँ सम्बन्ध स्थापित हुन सक्छ। यात्राको योग पनि देखिएको छ। शुभ रङ नीलो, शुभ अङ्क 6 रहेको छ। वृश्चिक राशि हुने महानुभावहरूका लागि धैर्यपूर्वक निर्णय लिनु उचित हुनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ तर अन्ततः सफलता तपाईको पक्षमा रहनेछ। स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोस्। आजका लागि शुभ रङ रातो, शुभ अङ्क 9 रहेको छ।
यसै गरी अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि शिक्षा, प्रतियोगिता तथा वैदेशिक कार्यमा सफलता मिल्ने सम्भावना छ। धार्मिक यात्राको योजना बन्न सक्छ। आम्दानीका नयाँ स्रोत खोल्ने संकेत देखिएको छ। शुभ रङ पहेँलो, शुभ अङ्क 3 रहेको छ। यसै गरी अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि रोकिएका काम पूरा हुनेछन्। वरिष्ठ व्यक्तिको साथ र सहयोग प्राप्त हुने दिन छ। व्यवसायमा राम्रो लाभ हुने संकेत देखिएको छ। परिवारसँग रमाइलो समय बित्नेछ। आजका लागि शुभ रङ नीलो, शुभ अङ्क 8 रहेको छ। धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि शिक्षा, प्रतियोगिता तथा वैदेशिक कार्यमा सफलता मिल्ने सम्भावना छ। धार्मिक यात्राको योजना बन्न सक्छ। आम्दानीका नयाँ स्रोत खोल्ने संकेत देखिएको छ। शुभ रङ पहेँलो, शुभ अङ्क 3 रहेको छ। मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि रोकिएका काम पूरा हुनेछन्। वरिष्ठ व्यक्तिको साथ र सहयोग प्राप्त हुने दिन छ। व्यवसायमा राम्रो लाभ हुने संकेत देखिएको छ। परिवारसँग रमाइलो समय बित्नेछ। आजका लागि शुभ रङ नीलो, शुभ अङ्क 8 रहेको छ। कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूका लागि आज नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइसँगको सहकार्य सफल बन्नेछ। सृजनात्मक कार्यमा प्रशंसा मिल्नेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। शुभ रङ आकाशे, यसै गरी शुभ अङ्क 8 रहेको छ। र अन्तिममा मीन राशि। मीन राशि हुने महानुभावहरूका लागि मन प्रसन्न रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम तथा दाम्पत्य जीवनमा मिठास रहनेछ। सानो प्रयासले पनि ठूलो सफलता प्राप्त गर्न सकिने दिन आज रहेको छ। शुभ रङ पहेँलो, शुभ अङ्क 3 रहेको छ। आजको दिन सिद्धि योगको प्रभावले नयाँ कार्यको शुभारम्भ, परिश्रमको उचित प्रतिफल तथा सकारात्मक उपलब्धिको संकेत देखिएको छ। भगवान लक्ष्मीनारायणको आराधना, सत्कर्म र सकारात्मक सोचका साथ अघि बढ्नुभयो भने तपाईँको दिन अझ सफल, सुखद र फलदायी बन्न सक्छ। यदि आजको राशिफलले तपाईँको मन छोयो भने ओम ह्रीम बृहस्पतये नमः लेखेर देवगुरु बृहस्पतिको कृपाले तपाईँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्राप्त होस् भन्ने हाम्रो हार्दिक शुभकामना रहेको छ। यस्तै दैनिक राशिफल, पञ्चाङ्ग, शुभ साहित्य तथा धार्मिक जानकारी सबैभन्दा पहिले हेर्न चाहनुहुन्छ भने अहिले हाम्रा सामाजिक सञ्जाल प्लेटफर्महरू लाइक, फलो तथा सब्स्क्राइब गर्न नभुल्नुहोस्। भोलिको राशिफलमा तपाईँको राशिमा कस्तो नयाँ योग बन्दैछ, कुन राशिलाई मिल्छ विशेष सफलता र कुन राशिले अपनाउनु पर्छ सावधानी, यसको सम्पूर्ण जानकारी लिएर हामी पुनः भोलि उपस्थित हुने बाचा गर्दै म कार्यक्रम प्रस्तोता लक्ष्मण पौडेल यहाँहरुमा बिदा हुन चाहन्छु। हस्त नमस्कार।